साथीहरु अब चाहिँ हामी झापा बुधबारेबाट चाहिँ इलामको रोङदुईमा रहेको धप्पड पोखरीतर्फ लागिराखेका छौं। हेर्दै गर्नु होला। झापा बिर्तामोडदेखि लगभग 20-22 किलोमिटर दूरीमा रहेको यस धप्पड पोखरी तपाईहरुलाई आउनका लागि त्यति असहज पनि छैन। तपाईहरुले यो भिडियोको डिस्क्रिप्सनमा दिएको जीपीएस ट्र्याक गरेर पनि आउन सक्नुहुन्छ। झापा बिर्तामोडबाट अर्जुनधारा शनिश्चरे हुँदै तपाईहरु बर्फल्याङको बाटोबाट सिधै धप्पड पोखरी बदमटार नजिकै रहेको धप्पड पोखरी आउन सक्नुहुन्छ भने तपाईहरु खुद्ननाबारीबाट बेलटार 60 मुरे हुँदै पनि यस क्षेत्रमा आउन सक्नुहुन्छ। पहाडको फेदीमा भएको यस स्थान एकदमै पर्यटकको सम्भावना बोकेको क्षेत्र छ। यो निर्माणाधीन पनि हो। भोलिको दिनमा गन्तव्य चाहिँ हजुरहरुको बन्छ नै बन्छ।